सम्माननीय सभामुख महोदय, महामहिम राष्ट्रपतिज्यूबाट बातचित नेपाल सरकारको 2082-83 को नीति तथा कार्यक्रमका सन्दर्भमा आफ्ना भनाइहरू सहभागी भएर आफ्ना भनाइहरू राख्ने क्रममा म एउटा सन्दर्भबाट सुरु गर्न चाहन्छु। सभामुख महोदय, बिहानै दुईजना मान्छेहरू सँगै उभिएर गुलाबको बोटतिर फर्केर हेर्दै गर्दाखेरि दुईजनामध्ये एकजनाले गुलाबको बोटको काण्ड र हाँगा बिगातिर मात्रै आँखा डुलाउँछ र भन्छ उनले, अहो कति धेरै काँडै काँडो रहेछ, कति तिगो काँडो रहेछ, आँखलाई पिच्छे काँडो पो रहेछ भने उसले काँडोको मात्रै व्याख्या गर्छ सभामुख महोदय, जसले गुलाबको काण्ड र हाँगा बिगातिर मात्रै आँखा डुलाउँछ। फेरि उसँगै उभिएको अर्को मान्छेले गुलाबको बोटको टुप्पोतिर हेर्छ र भन्छ उसले, अहो कस्तो सुन्दर फुल, कस्तो राम्रो फुलेको, रातम्य भएछ। अनि सँगसँगै त्यो गुलाबको फुलमा हेर त टक्क शीत वास्तवमा एउटा मोती जस्तै टल्किरहेछ बिहानी किरणमा। उसले त्यसरी व्याख्या गर्छ सभामुख महोदय। नीति तथा कार्यक्रमको सन्दर्भमा सायद मलाई त्यस्तै लागिराखेको छ। यता सभामुखको दायाँपट्टि बस्ने हामीहरूले त्यही गुलाबको फुल देखिरहेका छौँ, अनि सभामुखको बायाँपट्टि बस्नुहुने मानिसहरूले गुलाबको बोटको तलपट्टिको हाँगा बिगा मात्रै देख्नुहुन्छ। त्यसैले सभामुख महोदय, यो दृष्टि दोष होइन, कसैको नि दृष्टि दोष होइन, न सत्तापक्ष न प्रतिपक्षको। यो कुनै दृष्टि दोष होइन सभामुख महोदय, तर दृष्टिकोण दोष हो सभामुख महोदय। दृष्टिकोणमा कहीँ न कहीँ दोष छ सभामुख महोदय। यति मात्रै निवेदन गर्न चाहन्छु महोदय। र मैले आफ्ना कुराहरू राख्ने क्रममा सभामुख महोदय, यहाँ अलिकता बढी फुल पनि देख्न सक्छु, अलिअलि काँडो पनि देखा हुम्ला सभामुख महोदय। म निवेदन गर्न चाहन्छु सभामुख महोदय। सभामुख महोदय, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने सन्दर्भ यहाँ सुरुमै राखिएको छ। एकदम स्वागत योग्य छ सभामुख महोदय। हाम्रो कर्मले, हाम्रो व्यवहारले, हाम्रो दृष्टिकोणले, हाम्रो गन्तव्यले यही कुरामा केन्द्रित हुनुपर्दछ सभामुख महोदय। तर यसो भनिरहँदाखेरि त्यही सँगै फेरि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुनर्थनवादी अराजक गतिविधिको प्रतिवाद गरिनेछ भन्ने कुरा नि सँगसँगै पढियो सभामुख महोदय। सभामुख महोदय, यस सन्दर्भमा म एउटा मात्रै निवेदन गर्न चाहन्छु, धेरै व्याख्या गर्न चाहन्न सभामुख महोदय, कि 2062-63 सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेड्दै लैजाँदाखेरि ठुलो भिडबाट लडेर मरेको बाघलाई 2-4 जनाले फेरि काँधो बोकेर यो त जिउँदैछ भनेर आउँदैमा हामी पनि फेरि त्यही लहलैमा लागेर यो त साँच्चीकै जिउँदै हो कि, साँच्चीकै जिउँदैछ कि भनेर दौड्दै गएर त्यो मरिसक्यो बाघलाई पुक्कले लात्ताले हान्ने पनि हामी पनि उस्तै हौँ कि जस्तो मलाई लागिराखेको छ सभामुख महोदय। मरिसकेको बाघको सिनो बोकेर आउने मान्छेको त काँध त गनाउँछ नै सभामुख महोदय, तर हामीले पुक्कले लात्ताले हान्दाखेरि, सिनोलाई लात्ताले हान्दाखेरि हाम्रो लात्ती पनि त खुट्टा पनि त गनाउँछ होला नि त सभामुख महोदय। त्यसैले निवेदन गर्न चाहन्छु सभामुख महोदय कि अब यतापट्टि ध्यान दिएर आफ्नै लात्ती, आफ्नै खुट्टालाई दुर्गन्धित बनाउँदातर्फ हामी लाग्नु हुँदैन। हामी कर्मले, मैले अघि नै भने, हामी कर्मले, हाम्रो व्यवहारले, हाम्रो दृष्टिकोणले, हाम्रो उद्देश्यले, हाम्रो गन्तव्यले यो व्यवस्थालाई सुदृढीकरण गर्दै लैजाने हो। त्यसो भयो भने हामीले मरेको बाघको जुगा उखेलेर वीरता प्राप्त गर्छु भने हिँडिरहनु पर्छ भन्ने मलाई लाग्दैन सभामुख महोदय। निवेदन गर्न चाहन्छु सभामुख महोदय, यहाँसँगै फेरि संविधानको समीक्षा गर्ने भन्ने सन्दर्भ पनि आएको छ। समीक्षा पुगेन सभामुख महोदय। 10 वर्ष भयो संविधान हामीले प्रयोगमा ल्याएको। 10 वर्ष प्रयोग गरिसकेपछि यसलाई बसेर फेरि पल्टाएर समीक्षा गर्नुपर्छ र प्रयोग नै समीक्षा हो सभामुख महोदय। 10 वर्षको यात्रामा यसको व्यङ्गम समीक्षा भइसकेको छ। यसको कहाँ कमी कमजोरी र त्रुटिहरू छन् भन्ने कुरा हामीले पत्ता लगाइसकेको अवस्था रहेको छ सभामुख महोदय।
त्यसैले यहाँ चाहिँ नि समीक्षा होइन संविधानको संशोधनको कुरा सँगै लेखेकोमा म स्वागत गर्न चाहन्छु। फेरि तलपट्टि संविधानको संशोधन सहमतिबाट गरौँ भन्ने कुरा आएको छ नि, स्वागतयोग्य कुरा हो। तर यहाँ अर्को पनि थपिदिनु पर्थ्यो भन्ने मलाई लाग्छ। संविधान संशोधन गर्नका लागि सर्वदलीय समिति गठन गरिनेछ भनेर लेखिदिएको भए के बिग्रन्थ्यो, के जान्थ्यो? आखिरमा हामी सबै मिलेर संविधान बनाएका हौँ। फेरि संशोधन गर्दै सबै मिल्नै पर्छ, सबै मिलेरै बनाउने हो, गर्ने हो संशोधन पनि सभामुख महोदय। त्यस कारणले गर्दाखेरि यहाँनिर सर्वदलीय समिति गठन गरिनेछ भनेर पनि सँगसँगै लेखिदिएको भए अझ सुनमा सुगन्धै हुन्थ्यो भन्ने मलाई लाग्छ सभामुख महोदय। सभामुख महोदय कन्टेन्टमा जान त मन छैन, तर एउटा कुरा मात्रै निवेदन गर्न चाहन्छु। निश्चित रूपमा हामीले संविधान संशोधन गर्दाखेरि हामीले अहिले जुन विकृति विसङ्गति अथवा कमी कमजोरी देखिरहेका छौँ त्यसमा ठ्याक्कै टेक्न आवश्यक छ। उदाहरणका लागि संविधानको धारा 84मा हामीले भनिदिएका छौँ प्रतिनिधि सभा गठनको सन्दर्भमा 275 जना भनिदिएका छौँ। 275 जना, हाम्रो 3 करोड जनसङ्ख्या भएको नेपालमा 275 जना प्रतिनिधि सभाको गठन भएको छ सभामुख महोदय। तर सँगैको छिमेकी राष्ट्र भारतमा 1 अर्ब 42 करोड जनसङ्ख्या भएको देशमा जम्मा 543 जना लोकसभामा प्रतिनिधित्व गर्छन् सभामुख महोदय। यदि हाम्रै समानुपातिक ढङ्गले हेर्ने हो भने नेपालको 3 करोड जनसङ्ख्या भएको देशमा 275 जना हुने र त्यही समानुपातिक दृष्टिकोणबाट भारतमा बनाउने भयो त भारतमा त 13,000 प्रतिनिधि गर्छ लोकसभामा सभामुख महोदय। त्यस कारणले गर्दाखेरि कमसेकम यस्ता कमी कमजोरीलाई हटाउनका लागि यस्ता कमी कमजोरीहरू छन् भन्ने कुरालाई महसुस गरौँ सभामुख महोदय। समानुपातिक, त्यसैले अलिकता यहाँनिर चाहिँ हामीले समानुपातिक प्रत्यक्ष निर्वाचनमा किन नजाने? यहाँ चाहिँ समानुपातिक हामी प्रत्यक्ष हामी भन्ने पनि अलिकता विवाद पनि देख्छु म, कहिलेकाहीँ मानरी र ताननीको कुरा पनि सुन्छु म। त्यस कारणले गर्दा यसको पनि अन्त हुने गरेर हामीले समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आँट गर्ने कि नगर्ने? संविधान संशोधनका लागि मात्र होइन, समानुपातिक, फेरि पनि दोहोऱ्याएँ सभामुख महोदय, समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली अर्थात् अब 110 जुन बन्द सूची छ त्यसलाई हटाइदिउँ। 165 निर्वाचन क्षेत्र बाँकी रहन्छ। 165 निर्वाचन क्षेत्रमा अब त्यहाँ समानुपातिक गर्नु पर्यो। 55 सिट महिला प्रतिनिधित्व हुने गरेर 165 को 1/3 भनेको 55 सिट हो। 55 सिट महिला प्रतिनिधित्व हुने गरेर छुट्याइदिउँ र बिस्तारै त्यो चाहिँ मोबाइल सिट हुन्छ, एउटै ठाउँमा हुँदैन। यो वर्ष यो एउटा क्षेत्रमा हुन्छ, अर्को वर्ष अर्को क्षेत्रमा रहन्छ। त्यसले गर्दाखेरि अनि महिलामा को उम्मेदवारी हुने भन्दाखेरि त्यही धारा 84 को 2ले जुन क्लस्टरहरू बनाइदिएको छ त्यही क्लस्टर बमोजिम उठाइदिने, उम्मेदवार बनाउने हरेक पार्टीले। त्यसो भयो भने समानुपातिक पनि भयो, प्रत्यक्ष निर्वाचन पनि भयो, अनि एउटै मान्छे एउटै निर्वाचन क्षेत्रमा कति लड्ने भन्ने पनि आवाज उठ्छ। त्यो पनि रहेन, किनभने हरेक 13 वर्षमा महिला प्रतिनिधित्व उम्मेदवार हुन पुग्छ त्यहाँ। त्यस कारण त्यो पनि रहेन। एउटै नेताले 5 पल्ट एउटै क्षेत्रबाट लडिरहनु पनि उम्मेदवार भइरहनु पर्ने कुरा पनि अन्त हुन्छ। त्यसो हुँदाखेरि त्यो ढङ्गबाट हामीले आफ्नो दलीय स्वार्थ नहेरौँ। संविधान संशोधनको सन्दर्भमा दलीय स्वार्थ र व्यक्तिगत स्वार्थलाई त्याग्ने भने यसरी पनि जान सकिन्छ र हङ पार्लियामेन्टको पनि अन्त हुन्छ सँगसँगै। जुन हङ पार्लियामेन्टले गर्दा 6 महिनामा 9 महिनामा 10 महिनामा जुन सरकार परिवर्तन भइरहने अवस्था छ त्यसको पनि अन्त हुन्छ सँगै। यसरी जाम्न त त्यसो भए त्यस कारणले गर्दाखेरि यसरी सुधार गर्न सकिन्छ। यहीँबाट सुधार गरौँ न, संसदबाटै पहिलो सुधार गरौँ भनेर पनि म निवेदन गर्न चाहन्छु सभापति महोदय या सभामुख महोदय। सँगसँगै यहाँ अर्को पनि सहअस्तित्व, सहकार्य, आपसी संवाद, बडो गजब बडो स्वागत योग्य शब्दहरू यहाँ राखिएको छ सभामुख महोदय। सहअस्तित्व, सहकार्य, आपसी संवाद कहिले भन्ने कुरा अलि बुझ्नुपर्ने भएको छ। कहिले त यो सहअस्तित्व, सहकार्य, आपसी संवाद कहिले हुँदो रहेछ त भन्दाखेरि जब सरकारमा हामी सरकार बनाउन थाल्छौँ नि त्यतिखेर मात्रै सहअस्तित्व नि स्वीकार गर्ने, अनि संवाद पनि आपसी संवाद पनि गरिहाल्ने, अनि सहकार्य पनि गरिहाल्ने सरकार बनाउने ठाउँमा। अरू बेलामा त्यो चाहिँदैन। अरू बेलामा त चाहिने सभामुख महोदय यो चाहिने संवादको सट्टा झगडा मात्रै हुने गर्छ। झगडा पनि कति धेरै झगडा सभामुख महोदय, सुन्नै नसकिने खालका शब्दहरू उकालिन्छ संसदभित्र र बाहिर। हामी आफै भनेका छैनौँ एक आपसमा बेइमान हो, जाली हो, फटा हो, धूर्त हो। कति सुन्दा वाक्क भइसक्यो सभामुख महोदय।
अनि एउटा नेताले अर्को नेतालाई जालियो, फटा हो, बेइमान हो, धुर्त हो भनिरहेपछि अर्कोले पनि त्यही भन्ने भयो। अनि एकले अर्कोलाई त्यो भन्दै भाष्य के खडा भयो, जनताले के बुझे त? समग्रतामा भन्दाखेरि जनताले के बुझ्ने भयो त? यी नेताहरू सबै फटा रहेछन्, यी नेताहरू सबै बेइमान, यी नेताहरू सबै फटा धुर्त रहेछन् भन्ने नेपाली जनताले बुझ्ने भयो नि त। त्यसैले हामीले बिगार्दैछौँ, हामी कति जिम्मेवार हुने हो पहिला सभामुख भए त्यहाँनिर उभिनुपर्छ भनेर म निवेदन गर्न चाहन्छु। त्यसैले जनताको नजरमा हामी सबै फटा, सबै जाली, सबै बेइमानी, सबै धुर्त हुने काम हामीबाट गर्नुहुन्न। त्यस्ता हाम्रै मुखारबिन्दबाट त्यस्ता शब्दहरू ओकल्न बन्द गर्नु आवश्यक छ सभामुख महोदय। र शत्रुवत व्यवहारलाई हामीले बन्द गरौँ। हाम्रो वास्तवमा साझा शत्रु फरक विचार र फरक पार्टीमा रहँदैमा हामी शत्रुताको व्यवहार नगरौँ। वास्तवमा हाम्रो साझा शत्रु गरिबी हो। गरिबीका विरुद्ध एक ठाउँमा उभिन आवश्यक छ, न सत्ता पक्ष न प्रतिपक्ष। गरिबी सबैको लागि हो। त्यसैले गरिबीका विरुद्ध हामी एक ठाउँ उभिन आवश्यक छ सभामुख महोदय। र हाम्रो गन्तव्य समृद्धि नै हो। त्यसैले समृद्धिका लागि पनि एक ठाउँमा उभिनु पर्दछ निवेदन गर्न चाहन्छु। सभामुख महोदय, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता पनि यहाँ आएको छ सभामुख महोदय, स्वागत योग्य छ। निवेदन गर्न चाहन्छु महोदय, सभामुख महोदय, वास्तवमा हामी कुरो होइन, काम गरौँ। कामै गर्ने हो भने सभामुख महोदय 2046 सालबाट यताका सबै नेता, लाभमा पदमा पुगेका सबै नेता र सबै कर्मचारीको सम्पत्ति छानबिन गर्नका लागि सर्वशक्तिवान उच्च स्तरीय छानबिन आयोग गठन गर्ने कि नगर्ने सभामुख महोदय? मैले त संसदमै दर्ता गरेको 1 वर्ष भइसक्यो त। अनि यो ठाउँमा पुग्न आवश्यक छ कि छैन? यता उता गरिरहनु भन्दा हामीले छानबिन आयोग गठन गर्ने र त्यसपछि जसको सम्पत्तिको स्रोत खुल्दैन जफत गर्ने, त्यो आँट गर्न पर्छ सभामुख महोदय। अब यो व्यवस्थालाई सुदृढ गर्ने, गणतन्त्रलाई सुदृढ गर्ने बाटो यो हो। त्यसो आकारले गर्दाखेरि पनि निवेदन गर्न चाहन्छु सभामुख महोदय, स्रोत नखुल्यो सम्पत्ति जसको हुन्छ जफत गरिदिने। यहाँ त त्यसैले यो ठाउँ, यो बाटो नजाँदाखेरि सभामुख महोदय भइदियो के भन्दाखेरि सिङ्गै हात्ती खानेलाई कमिला पनि खान हुन्न भन्ने मान्छेलाई सिङ्गै हात्ती खानेसँग दाँजेर अनि बदनाम गर्न पाइन्छ सभामुख महोदय? गलत। त्यस कारणले गर्दाखेरि जसले कमिला पनि खानुहुन्न है भन्छ त्यसैलाई सिङ्गै हात्ती खानेसँग दाँजेर बदनाम गर्न खोजिन्छ यो मुलुकमा। त्यसैले पनि निवेदन गर्नु चाहन्छु सभामुख महोदय, फेरि पनि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ। नेता होस्, कर्मचारी होस्, सबैको सम्पत्ति छानबिन गरेर स्रोत खुलेन जफत गर्ने। यो बाटोमा अघि बढ्यो भने गणतन्त्र पनि सुदृढ होला, व्यवस्था पनि सुदृढ होला सभामुख महोदय। परियोजनाहरूको पुनः प्राथमिकीकरण र त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने भन्ने सन्दर्भ अत्यन्त राम्रो छ। किन भन्दाखेरि हामीले विगतमा के गर्यौँ? मामाको धन फुपूको श्राद्ध त गरेकै हो नि। किन? सबैले गरेकै हो, सबै सत्तामा गएकै हौँ हामी आलो पालो। सत्तामा जाँदाखेरि मामाको धन फुपूको श्राद्ध त गरेकै हो, जता जता पायो उतै हामीले लगानी गरेकै हौँ। त्यस कारणले गर्दाखेरि देखियो नि त, गाउँ सिंहदरबार पुर्याउने भनेको त गाउँ हरेक पालिका हेर्नुहोस् त, यसो भवन हेऱ्यो भने सिंहदरबारै हो कि जस्तो लाग्छ। त्यस्तो भवन बनाएर बस्यौँ हामीले। त्यस कारणले गर्दाखेरि के चाहिने, हामीले यो कुरामा म निवेदन गर्न चाहन्छु कि अब यसलाई बन्द गर्नु आवश्यक छ र उत्पादनशील क्षेत्रको लगानी गर्ने कुरालाई अगाडि बढाउन आवश्यक पर्दछ सभामुख महोदय। त्यस्तै गरेर बजेट विनियोजनको सन्दर्भ जब आउँछ नि, बजेट विनियोजनको सन्दर्भ आएपछि के हुन्छ भन्दाखेरि अर्थमन्त्रीजी भन्नुहुन्छ पैसा छैन, अनि मन्त्रीहरू भन्नुहुन्छ सिलिङ घटाइदियो। यही होइन सुनेको हामीले, पटक पटक कति सुन्ने सभामुख महोदय। अर्थमन्त्रीजी जो भए पनि